साथीहरु मार्केटमा अहिले एकदम बब्बाल भ्लग आएको छ है। युट्युबमा भर्खरै अपलोडेड भएको रहेछ। बाटो स्टोरिज भन्ने एउटा युट्युब च्यानलले अपलोड गरेको रहेछ यो भिडियो है। यो भ्लग मलाई चाहिँ एकदमै राम्रो लाग्यो है। तपाईहरुलाई पनि मैले चाहिँ रेकमेन्ड गर्नको लागि चाहिँ मैले यो मेरो आफ्नो युट्युबमा हाल्दैछु है। यो भ्लग चाहिँ छ भैरवकुण्ड चाहिँ एकदमै मलाई पनि एकदम जान मन लागेको ठाउँ हो होइन। एकदमै चाहिँ रमाइलो ठाउँ रहेछ होइन। उहाँहरू चाहिँ गएर एकदम रमाइलो गरेर आएको र एकदमै सिनेमेटिक भ्लग छ। ड्रोन सट्सहरू अमेजिङ छ, एकदमै दामी ड्रोन सट्स युज गर्नुभएको छ। त्यहाँको कल्चर, त्यहाँको रहन सहन होइन, सबैको बारेमा एकदम डिटेल र कसरी जाने, रुट के हो होइन, रुटको बारेमा पनि एकदम डिटेलमा उहाँहरूले चाहिँ एकदम राम्रो डिस्क्रिप्सन दिनुभएको छ। र भ्लगको भिडियोको डिस्क्रिप्सनमा, युट्युब भिडियोको डिस्क्रिप्सनमा पनि उहाँहरूले इभन सुमो ड्राइभरको पनि उहाँले चाहिँ कन्ट्याक्ट डिटेल्सहरू दिनुभएको छ होइन। कुन होटलमा गएर बस्नुभयो अथवा चाहिँ के खालको चाहिँ माहौल थियो होइन, र कस्तो वेलकमिङ खालको वातावरण थियो कि होइन, कस्तो खालको वातावरण थियो। एकदमै रमाइलो भ्लग लाग्यो मलाई। गीतहरू पनि रहेछ। वीरबहादुर विश्वकर्मालाई भेट्नुभएछ उहाँहरूले। वीरबहादुर विश्वकर्माको एकदम फेमस गीतहरू टुङ्नाको आवाजमा। र त्यो आन्टी एउटा भेट्नुभएको रहेछ होइन, होटलको आन्टी। उहाँको गीत, उहाँको म्युजिक होइन, र त्यो होटलमा दोहोरी सोहोरी गाएर चाहिँ रमाइलो गरेको एकदम रमाइलो